उहाँहरूले हामीलाई चिया दिनुभयो। हाई हाई के किन्यौ त? मैले यो किने स्कार्फ लिएर मैले सेम स्कार्फ किने। सेम हाई गाइस मैले एउटा राम्रो हाफ प्यान्ट किनेको छु भएर देखाउँछु ल हाई गाइस मैले भर्खर रिलिजन चेन्ज गरेको हामी चाहिँ अहिले आइसक्रिम खाँदैछौँ। यहाँनिर आन्टीले हामीलाई भित्र बोलाएर बसाउनु भएको छ। यहाँनिर साथी आन्टीलाई हामी कस्तो लाग्यो? खाँदैछौँ। एभ्रिवान हामीले चाहिँ हाम्रो न्युट्रिसनल एसेसमेन्ट सकायौँ। ओइ आहा आकाश कस्तो राम्रो भएको। सारा एसेसमेन्ट सकेर अहिले हामी छिटो म्यामले 1:15 भन्नुभएको थियो, हामीले चाहिँ 12:15मै सकेर जाँदैछौँ। आया अनि खाजा खाएर उताउतै ट्याली गर्छौँ। के भनिदेऊ न त? हाई गाइस हामीलाई त छिटै काम सक्यौँ। प्रकृतिको पनि मैले काम गर्दै आज के चाहिँ तिम्रो सबै अनि हाम्रो साथीहरू ट्याली गरिसकेको हामी चाहिँ खाँदैछौँ। आजकल त 21 र 28 भन्दा यो चिता लाग्यो एभ्रिवान हामी चाहिँ यहाँ भारी कुर्सी लग्दैछौँ कम्युनिटी टिचिङको लागि। यहाँ ससी छ अनि आइदिनु ल म त्यहाँ आउनुहुन्छ आमा। हाम्रो साथी चाहिँ यहाँ प्रसाद बाँड्नलाई हिँड्दैछ होइन। प्रसादमा चाहिँ धेरैवटा आइटम रहेको छ। कति बजे राति भन्न न 11 बजे राति हाम्रो पिजीको के भएर खोलिहाल्नुहुन्छ नि मामाले। मामा इज भेरी भेरी अन्डरस्ट्यान्डिङ। मामा ढोका सो हाई गाइस आज हाम्रो काम सकिसक्यो। सो आज हामी आँप खाँदैछौँ। go भनेको चाहिँ टाइफाइडको परिचय, टाइफाइडको कारणहरू, टाइफाइडको लक्षणहरू, टाइफाइड सर्ने तरिकाहरू, पर्ने उपचारका उपायहरू। अब त्योभन्दा बेसी केही आउँदैन मलाई। कस्तो राम्रो देखिँदो रहेछ हो कपाल यसो गर्दाखेरि त। Oh my God! बिस्तारै
Hello guys, today is the 13th day of posting and tomorrow our posting Sunday venue Eatery 19th of the toll. and हाम्रो चाहिँ भोलि पोस्टिङ सकिरहेछ हाम्रो चाहिँ भोलि टर्मिनेटिङ फेज हो त्यही भएर अब यस्तो दिन अट्याच टाइपकै भयो यहाँ कम्युनिटीको मान्छेसँग कस्तो लाग्दैछ अनि त्यस पछाडि तर के गर्नु होइन यस्तै हो कस्तो सबैजना कस्तो स्विट हुनुहुन्छ कि कम्युनिटीको मान्छे अनि भोलि पनि अब आएपछि छिटो आउनु है नभए म त अब यत्रो दिन त भेट्यो अब भोलि भेटेन भने चाहिँ कस्तो हामी चाहिँ आज कम्युनिटीको लास्ट दिन रहेको छ अनि हामी चाहिँ अगाडिको घरमा चिया खायौँ यहाँ पनि आन्टीले जहिले दिनुहुन्छ हाम्रो साथी छ यहाँ चाहिँ आन्टी हुनुहुन्छ आन्टी केही शब्द भन्न चाहनुहुन्छ कस्तो लाग्यो हामी केही यत्रो राम्रो एकदम खुसी लाग्यो सो हाई गाइस म पनि होइन हाम्रो सबैभन्दा राम्रो कम्युनिटी परेको थियो यहाँ चाहिँ सबैजना एकदमै सपोर्टिभ हुनुहुन्थ्यो सबैजना एकदमै राम्रो एकदमै मजाको एकदमै फ्रेन्डली लाइक आफूले जति सोचेको भन्दा पनि धेरै राम्रो भयो अब म एकदमै मिस गर्नेछु अब पछि पनि आउँला भेटौँला फोटोहरू खिच्यौँ अनि यहाँ एकदमै राम्रो के आफ्नो गाउँ घर जस्तो लागिरहेछ सो आइ एम गोना मिस दिस कम्युनिटी यो चाहिँ अलिक पाकेको छ अनि धन्यवाद आमा हजुरलाई राम्ररी बस्नु ल बाई ल म त राम्ररी बस्छु बाबु म टाढा छु भयो नि सब राम मारी फेरि अर्को दिमागै दुलो पारिदियो कत्रो ठुङ्गो यो दुवै पारेर किन त्यो छाउको नाम चाहिँ हातिसर भन्यो त्यो कलेजको नाम हो आज चाहिँ हाम्रो लास्ट दिन रहेको छ त्यही भएर एकदमै भिडभाड यात्रा भएर मैले लास्टमा टमेटोमा टेस्टी गरेँ आज चाहिँ फाइनली सकिएको छ होइन हाम्रो के गर्छ अब के गर्छ म त घर जाने आज चाहिँ हाम्रो सकिएको छ पोस्टिङ होइन लास्ट दिन रहेको छ अनि कस्तो भयो ओभरअल एक्सपिरियन्स भन्न चाहन्छु मलाई एकदमै मिसमा पञ्चिङ ह्याक्टिक थियो तर रमाइलो थियो कम्युनिटी पोस्टिङ सक्यो यसमै खुसी छु लास्ट मोमेन्टमा एकदमै धेरै ह्याक्टिक भएको थियो हतार के लाइक त्यो फिल्मीवाला उयो भइरहेको थियो क्या नि फिल्मीवाला सिन भइरहेको थियो रमाइलो लाग्यो गली त थिएन ऊ चाहिँ के अरे उसको केही पनि थिएन नि त प्रेजेन्टेसन पनि थिएन आज त्यही भएर मेरो चाहिँ प्रेजेन्टेसन भएर एक्टिभ भयो उसको चाहिँ थिएन अनि ऊ चाहिँ पछाडि बसेर उपर खुट्टी लाएर रमाइरहेको थियो अरूको दुःखमा होइन मजाले अरेन्जहरू पनि भएन त्यो चाहिँ सिक्यो लर्न पनि गर्यो अर्कोचोटिदेखि चाहिँ राम्रोसँग अरेन्ज गरेर टाइममै म्यानेज गरेर गर्नु पर्ने रहेछ सबै कुरा टाइम म्यानेजमेन्ट चाहिँ सबैभन्दा इम्पोर्टेन्ट रहेछ होइन म एउटा सिक्रेट कुरा पनि भन्छु मेरो लास्ट डेको डायरी चाहिँ प्रज्ञाले लेखिदिएको मैले त सारेको हो कसको साह्रै थाहा छैन तर साह्रै ओभरअल राम्रो भयो होइन ओभरअल राम्रो भयो बाई ल ससी भन्छ से समथिङ ससी कम्युनिटी पोस्टिङ रमाइलो लाग्यो क्लास जान परेन पोस्टिङ जान परेन 2 बजे काम त धेरै पर्यो तर सुत्न पनि पायो तर आज चाहिँ त्यत्रो मिनटले बनाएको एबिडहरू लेसन प्लानहरू दिन मन लाग्थेन
अनि यता प्रकृतिलाई मलाई त एकदम मजा लाग्यो होइन कम्युनिटीमा कस्तो राम्रो राम्रो मान्छेहरू हुन्थ्यो दिनदिनै खाना पाइन्थ्यो होइन सुत्न पाइन्थ्यो सुत्न पाइन्थ्यो मजा लाग्यो अब ला उयो आउनु दुईजना सिपा थियौँ and share your experience on हामी चाहिँ community दुईजना सिपा हौँ community अब posting तिमी भन सो गाइज ऊ चाहिँ मेरो सिपा हो होइन अनि सुरुदेखि नै हामी यिनीहरू चाहिँ ठग यिनीहरू हामी यिनीहरू कम्युनिटीमा जाने सुत्ने खाने टिकटक बनाउने It's आइसक्रिम not our fault that our community members treat us very nicely. होइन सो गाइज हामीले दिनदिनै के खानेकुराहरू पायौँ our members were very cooperative with us and we were also cooperative हाम्रो झगडा परेन yes अझै काम चाहिँ यहाँ सकेको छैन say something about community posting बरु मजा आयो र हामीले चाहिँ केही खाइनौँ है डेली जान्थ्यो त्यो समथिङ एकदमै हेक्टिक साह्रै टाउको लास्ट बल्ल बल्ल लास्ट मोमेन्ट कस्तो भएको थियो यहाँ गाह्रो भएको थियो say something about community posting हजुर say something about community posting कमेडी पोस्टिङ मैले अघि भनिसकेँ धेरै रमाइलो भयो काम धेरै थियो तर पनि रमाइलो भयो ल say something about community posting कस्तो रमाइलो भयो यस्तो आँखैमा नल्याउनु धेरै रमाइलो भयो हामीले सोचेको भन्दा धेरै रमाइलो भयो पहिलो ग्रुपले चाहिँ हामीलाई एकदम बढी स्ट्रेस दिएको थियो कि एकदम स्ट्रेस बनाउँछ भनेर हामीले एकदम चिल पारामा चाहिँ हामीले सक्यौँ अब हामीलाई पोस्टिङ जानु नै मन छैन वी लभ कम्युनिटी say something about community posting मजा आउँदै त्यो पोस्टिङमा त्यो फ्यामिली भिजिट गरिसके पछाडि चटपटी खान मजा चाउमिन आउँथ्यो चाउमिन खान ल निस्माले धेरै राम्रो भयो कम्युनिटी पोस्टिङ क्लिनिकल जानै मन छैन यता काम सकेको छैन घरको जाँदिनँ तर गाइस अनि ला यो चाहिँ थिचिराख्नुपर्छ कता कता एङ्गल भयो त्यो चाहिँ थाहा जान्दिनँ है म तर Bye. कम्युनिटी